हामी अहिले शिवथानको गेटमा आइपुग्यौँ। शिवथान प्रवेश गर्ने गेटमा। अब हामी 2-3 मिनेटमा भित्र पुग्छौँ। यहाँ के लेखेछ भनेपछि हाङसाम थेबा माङना शिवथान प्रवेशद्वार स्वागतम वेलकम भनेको छ। ठिक छ गुड अब हामी शिवथानको नजिकै आइपुगिसकेका छौँ। पारिपट्टि यस्तो भिड छ, भित्ता छ, तर केही देखिनै जस्तो छ क्यामेरामा चाहिँ। खतरा छ जे होस्, खतरा छ हैन, खतरनाक छ। घुम्न आउनु होला। अलिअलि देखेको त्यो चाहिँ शिवथानको है। अब हामी त्यतै जाँदैछौँ। अहिले हामी शिवथान गुफा आइपुग्यौँ। त्यो ब्याकग्राउन्डमा देख्न सक्नुहुन्छ, त्यही हो शिवथान गुफा। अब हामी त्यही जाँदैछौँ, अब दर्शन गर्छौँ अनि तपाईँहरूलाई ठाउँ पनि देखाउँछौँ के छ त्यहाँभित्र भनेर। ए अहिले ल्याम ल। खानेपानी यता रहेछ है। यस्तो छ गुफा मुख्य ठाउँमा। तल पनि हेरौँ है त। बिहान भए त ठिकै हो। नछेक न यस्तो भित्र देखाएको छ। यहाँ माथि यस्तो छ। हजुर त्यतै परबाट हेर्नुपर्छ। के भयो? के भयो? ल झरर नझर्यो झरर पहाडबाट हरर झरना है झरर
त्यही त शिवथानमा हामी यहाँ हेर्दैछौँ, दर्शन गर्दैछौँ, यसो अवलोकन गर्दैछौँ, फोटो खिच्दैछौँ। हामी यहाँ साउन्डको नेचुरल साउन्डको झरनाको साउन्डको रमाइलो पनि लिँदैछौँ। स्वा गरेको मजा आइरहेको छ। किराले सताइरहेको छ। कस्तो लाग्यो ठाउँ हेर्नुहोस् त। यता माथि अलि नजिक गएर बनाउनु पऱ्यो। आऊ त यतातिर। माथितिर उक्लिँदैछौँ। माथि झरना छ, माथि पुग्न सकिन्छ कि सकिन्न थाहा छैन। यस्तो भर्याङ छ यहाँ। ल उक्ल्यो भर्याङ। ब्याकग्राउन्डमा झरना देखेछ, माथिदेखि तलसम्म लामो छ झरना। हामी चाहिँ यहाँ तलसम्म खेतमा अब टुप्पामा जाने माथि माथि हामी चाहिँ यस्तरी बसिरहेछौँ यहाँ। कसरी जाने भनेर। हेर्नु त कति डरलाग्दो गुफा छ। यस्तै डरलाग्दो छ। यस्तो मलाई म जुम गरेर देखाउँछु भित्र के छ। बाघहरू छ कि बाघ रहेछ। तान्नु न, म आउँछु कि त्यसो तान्नु। अर्को यो नै यो ढाप त्यस्तो गरेर नखुट्टा है खुट्टा। ए हो त्यसो गर्दा हुन्छ। बोल आइए कति नराम्रो देखेको छ। हार्डली यहाँ अब यता अप्ठ्यारो छ फेरि। साह्रै नराम्रो देखेको यता पनि यता बोलेको काट्न पर्छ। ऊ मात्रै देखाऊ। कसै ठाउँ बोलेको देखाऊ नत्र योमा समाउँदा हुन्छ। एकछिन है, एकछिन सक्छ कि नपाएर भन। ए ल त्यसो भयो एकछिन है। त्यसो भए अब हामी झरना नजिक आइसक्यौँ। माथि यस्तो झरना छ। यो चाहिँ शिवथान गुफा माथि रहेको झरना हो। पिङ्गुवा खोलामा रहेको झरना है। म्याङलोङ 5 तेह्रथुम र लालीगुराँस नगरपालिकाको सिमाना रहेको पिङ्गुवा खोलाको झरना। पारी हामी नेचरको आनन्द लिइरहेका छौँ। उता मलाई बोलाइरहेको छ। बोलाएको हो कि किरा धपाएको थाहा भएन। ए म त बोलाएको जस्तो लाग्यो। अब जानु पर्यो। हामी अहिले झरनाको नजिक आइपुगेका छौँ। यस्तो झरना छ यहाँ। यो अलिक तल्लो पाखाको झरना हो। अलि सक्यो भने हामी अलि माथिल्लोमा पनि जाने हो। अहिले एकछिन हामी यहाँ यसो भिडियो फोटो बनाउन खिच्न पर्यो।
अब हाम्रो डेस्टिनेसन फाइनल डेस्टिनेसनमा लगभग आइपुग्यौँ। यता मान्छे थाकेर हैरान छ, थाकेर नै यहाँ नसके। ए हाम्रो फाइनल डेस्टिनेसन भनेको म तपाईँलाई अब देखाउँदैछु। ए यस्तो छ, ह्याटिङ झर्ना जान नपाए पनि त्यसको झल्को मेटाउने खालको झर्ना रहेछ यहाँ। घुम्दा घुम्दै यहाँ रात परिसक्यो। त्यही भएर अब घर जानुपर्ने भयो। धित नमरेरै फोटो भिडियो खिच्दा धित नमरेरै जानुपर्ने भयो। रात परिसकेको छ, अहिले साँझको 5 बजिसकेको छ। यहाँ तल माथि जिरी जानुपर्ने, त्यही भएर हतार अब फेरि अर्को पटक आउनु पर्ला टिङ्गुवा खोलामा घुम्न।